मजासितले हेर्नुहोस् कुखुराको फिला। हामी टक्क आज घरमा आएको छु म घरमा। हेर्नुहोस् है हाम्रो दाजुको के छ भनाइ एकचोटि भनिदिनु होला। दाइ दाइ यता आउनु न यार, यता आउनु न, यता आउनु न। ल यतै साइडबाट आइयो। यता मेरो बुहारीले चाहिँ यतै हेर्नुहोस् आज कुखुरा काटेर दिने हो नि त, फेरि कुखुरा काटेर दिने हो क्या आज पुरै। हेर्नुहोस् लोकल भाले बनाएको छु आज, बल्ल 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 3 महिनामा घर आएको। हेर्नुहोस् चट्टसितले। यता मेरो आमा फेरि हेर्नुहोस्, मेरो यता आमा एकदम के छ आमा तपाईँको हालचाल भन्नु त? राम्रै छ। ठिकै छ हजुर? राम्रै छ। राम्रै छ। हजुर। अनि सन्चै हुनुहुन्छ नि? सन्चै छु। ल के आज छोरीहरूले के बनाएको छन् त? कुखुरा काटेका छन्। कुखुरा काटेका छन्? ल ठिक छ। ल ठिक छ। ल अनि ल गाइज लाइभ सेयर अलिक मजाले गरिदिनु होला। अब यसलाई तपाईँहरूलाई मैले यो खाएको पनि देखाउने छु आज होइन, यो काटेको पनि देखाउने छु। यता मेरो परिवार आउँदैछ। ल के छ, केही भन्नु छ? केही छैन, केही छैन। ल लोकल भाले बन्दैछ, मेरो परिवारले बनाउँदैछ है। तपाईँहरूलाई मैले अघिदेखि देखाएको छु, फेरि तपाईँको अहिले मैले काटेपछि पनि देखाउने छु। मजासितले हेर्नुहोस् कुखुराको फिला। सरल आज चाहिँ मजाले खाने हो, खाने हो आज चाहिँ मासु। कसरी खानुहुन्छ? हेर्नुहोस् फिला झ्याम झ्याम खाने हो मासु। पोलेर भुटेर कसरी खाने हो? आज पोलेर भुटेर जो यसरी हेर्नुहोस् पिस, यहाँ हेर्नुहोस् मैले बनाएको पिस यस्तो यस्तो खाने हो। टक्क पारेर तपाईँहरूलाई म खाएको पनि देखाउने छु। यसलाई चाहिँ तपाईँको खराम खराम खाने हो। कुखुरा त्यति भयो आज मजाले खाने हो बनाएर टक्कसितले बालबच्चालाई खुवाउने हो। यही हो, सबै खुसी भए, बालबच्चा सब खुसी भए, सम्पत्ति यही खुसी हो चट्टसितले। ल खुट्टा चाहिँ खोराक पारेर खाने हो परेर। अहिले मासु बन्दैछ आज, मेरो परिवारले बनाउँदैछ मासु। के हालिस् बुढी? मखन ओइरेको अब बेसार हाल्दा खोज्दैछु। प्याज कति हालिस्? प्याज आधी किलो हालेको। आधी किलो हालिस्? अब के हाल्ने यसमा? अदुवा लसुन कुटेन? सबै पिसिसकेको। ल मिठो बनाऊ है त मासु। ल साह्रै मिठो भएको भात पनि ठुल्ठुलो गाछा हो, मासु पनि टोकिहाल्छ।